नमस्कार, म श्रवण चौधरी र अहिले तपाईहरु हेर्दै हुनुहुन्छ इको पोडकास्ट। विभिन्न कलाकारहरुसँग गफ गर्दै एपिसोडहरु ल्याइसकेको छु र यदि हेर्नु भएको छैन भने तपाईहरु हेर्न सक्नुहुन्छ। र आजको हाम्रो पाहुना हुनुहुन्छ नट अदर देन उहाँले आफ्नो परिचय आफै दिनुहुन्छ। ओके, सो वेलकम दिदी। सम्पूर्णमा नमस्कार। म सीता चौधरी थारू। मेरो घर चाहिँ रामधुनी नगरपालिका वडा नम्बर 1 झुम्का बजारमा पर्छ। हैन, उहाँ चाहिँ अब हाम्रो इन्टरनेसनल दिदी हो गयो दिदी। अब मलाई इन्टरनेसनल बनाउने भनेको अब तपाईहरुले हो। उहाँलाई किन इन्टरनेसनल भनेको? बुढोहरु पनि हैन, कपाल सपाल फुलिसकेका मान्छेहरु पनि सीता दिदी नै भन्नु हो। त्यो त हो। दिदीसँग अब मेरो त धेरै अगाडिदेखिको चिन्जान हो। म चाहिँ महिलालाई चाहिँ हैन नेतृत्व गरेर अगाडि बढ्नुपर्छ भनेर त्यो सोच चाहिँ कहाँबाट आयो दिदी? यो सोच भन्नाले पनि सर्वप्रथम धन्यवाद। मेरो एकदमै नजिकको मेरो प्यारो भाइ श्रवण भाइ र मलाई चाहिँ अहिलेसम्म साथ सहयोग गर्दै आउनु भएको छ हैन। विशेष म धन्यवाद श्रवण भाइलाई दिन चाहन्छु। र साथसाथै म चाहिँ अब एउटा गृहिणी र साथसाथै मेरो जन्म चाहिँ झुम्का बजारमै भएको हो र मेरो बाबा मम्मी पहिल्यैदेखि एकदम यो झुम्का बजारमा चाहिँ पुरानो व्यापारी सब्जी पसल गर्दै आउनु भएको थियो। उहाँहरूको प्रेरणा सहित अब व्यवसाय गर्दाखेरि म पनि अब व्यवसाय सिकेर साथसाथै अब यो बजारमा रहँदै गर्दाखेरि महिलाहरूको जस्तै अब समय अनुसार महिलाहरूले भोगेका कुराहरू अब समस्याहरू सुनिन्थ्यो। अब जस्तै घरमा पनि मान्छेहरूले समस्या बोकेर अब महिला दिदीबहिनीहरूले अब त्यस्तै गाउँका समस्याहरू लिएर आउँथे। त्यसले गर्दाखेरि अब मैले पनि केही गर्नुपर्छ र म अब जस्तै अब बजारमा बसिरहँदाखेरि जब म दुईटा कुरा जानेको छ भनेदेखि मैले सहयोग गर्नुपर्छ। म चाहिँ गाविसदेखि नै अलिकति चासो राख्ने गर्थेँ क्या। चासो जस्तै अब गाविसमा अब कुनै प्रोग्रामहरू छ हैन, त्यसै गरेर अब कुनै महिलाहरूको बजेटहरू आएको छ छैन, पहिला त अब कमै छुट्याउँथ्यो नि त। अनि त्यसले गर्दाखेरि म चाहिँ कुनै अब एउटा पार्टीमा रहेर चाहिँ नेतृत्व गर्न जान्थेँ त्यहाँ। अनि त्यो क्रममा चाहिँ पार्टीमा रहेर कि माने पार्टीको चाहिँ हैन, राजनीतिक पार्टी हैन भन्नाले कुनै कस्तो भन्नाले पनि जस्तै पहिला फोरम थियो नि त। अनि फोरमबाट चाहिँ म नेतृत्व गर्न जान्थेँ क्या पहिला। अनि अब यहाँ मान्छेहरू त कमै थियो, महिलाहरू नेतृत्व अब जस्तै राजनीतिकमा त अहिलेको अवस्थामा पनि कमै छ। अनि त्यसले गर्दाखेरि मलाई पनि यहाँ एउटा अब नेतृत्वको रूपमा चाहिँ लिएको थियो। त्यसले गर्दाखेरि कहिलेकाहीँ म पनि जान्थेँ सो गाविसतिर। अनि त्यहाँदेखि चाहिँ अब अलिकति सीता चौधरी अब यसरी गाविससम्म आइरहँदाखेरि गाउँको महिला दिदीबहिनीहरूलाई पनि केही समस्या पर्दाखेरि आउनुहुन्थ्यो म नजिक। अनि आएपछि कमसेकम प्रशासनसम्म हैन, प्रहरी प्रशासनसम्म उहाँहरूको कुरा पुर्याइदिँदाखेरि, उहाँहरूलाई बाटो देखाइदिँदाखेरि सुरुमा यो नेतृत्व सबै लिनुभन्दा अगाडिदेखि त्यो कुरा पनि चलिरहेको थियो। त्यो निरन्तर भइरहेको थियो र अहिलेसम्म पनि भइरहेको छ। र उहाँहरूलाई चाहिँ अब यसो अलिकति बाटो देखाइदिन्थे। अब न्याय जहाँ पाउँछ हैन, न्यायको पहुँचसम्म पुर्याउने चाहिँ देखाइदिन्थे बाटो हैन। अब नसक्ने, बोल्नै नसक्नेहरू हैन, अब आफ्नो समस्या राख्नै नसक्ने भइसकेपछि बाध्यतावश मलाई पनि जानु पर्थ्यो क्या। मलाई अझै पनि याद छ हैन, हामीले यही अगाडि जितमान चोकमा छेउमा चाहिँ स्टेज बनाएर हामीले कार्यक्रम गराएको थियो जितियाको बेला हो। अनि दिदीले चाहिँ ल दिदी अब तपाईँको पालो है बोल्ने भएपछि नाइ म जान्न पुरा है, स्टेज जानै चढ्नै नमान्ने दिदी चाहिँ अब त्यहाँ चाहिँ अब जानुभयो हैन, जसो तसो जानुभयो। अनि अब माइक समातेपछि त पुरै होइन, यसो हुन्थ्यो क्या। जस्तै अब यसरी बसेर बोल्नु र माइक समाएर बोल्नु भनेको धेरै फरक पर्छ नि। मान्छेहरूलाई मास हेर्दा त अटोमेटिक डर हुन्छ नि। अनि मलाई पनि पहिला अब यसो परिचय दिँदाखेरि डरले नामै बिर्सिन्थे, नामै भन्न सक्दिनँ थिएँ। नाम भन्ने तर ठेगानै बिर्सिने, कि ठेगाना भन्ने नामै बिर्सिने हो। त्यसो गर्दाखेरि अब जस्तै यही थारू महिला उत्थान समाज त्यतिखेर दर्ता भएको थिएन। अनि त्यतिखेर जितिया कार्यक्रम गर्दाखेरि चाहिँ त्यो नाम चाहिँ पहिल्यैदेखिको सोचेर अब जस्तै अब एउटा तपाईँ पनि हुनुहुन्छ हैन, र म सम्झिन पनि चाहन्छु हैन, हर्षलाल सर, त्यसै गरेर दिलीप सर हैन, अनि तपाईँको सुनिल सर, अनि राजकुमार सर हैन,
अनि भनौँ न हामीले चाहिँ यतिजना भएर चाहिँ संस्थाको चाहिँ बारेमा चाहिँ ल नाम यसरी राखौँ न भनेर चाहिँ अब त्यतिखेर दर्ता भएको थिएन र पनि गाविसले चाहिँ सहयोग गर्थ्यो ल जित्या कार्यक्रममा महिलाहरूले गर्नु। अनि त्यतिखेर अब अध्यक्षले को बन्छ भन्दाखेरि अब सितैलाई बनाउनु पर्छ। अनि त्यतिखेर लु त अब समापन गर्नु पर्यो कार्यक्रम। अनि समापन गर्नु पर्यो भन्दाखेरि अब बोल्ने पाला जिउ तातो भएर आउँथ्यो क्या के बोल्नु नबोल्नु डरले कहाँबाट सुरु गर्नु कहाँबाट अन्त्य गर्नु हुन्थ्यो। अनि त्यहाँदेखि मलाई लेखेर दिनुहुन्थ्यो क्या। अब त्यो चाहिँ अब हर्ष सरले तयार पारेर दिनुहुन्थ्यो ल यो भनेर चाहिँ माइकमा बोल्नु। अब त्यहाँ जाँदाखेरि डरले सम्बोधनै गर्न बिर्सिने। अनि अब त्यो डराउने माइक समाएर थरथर काट्ने सीता चौधरी होइन। अब पछि अघिल्लो गएर त्यसपछि थारू महिला दर्ता भयो नि त, थारू समाज दर्ता भयो। अनि थोरै चाहिँ अनुभव भनिदिनु पर्यो क्या अब होइन हाम्रो हेर्दै हुनुहुन्छ। जस्तै एउटा महिलाले चाहिँ थारू महिला उत्थान समाज तपाईँले संस्थालाई चाहिँ स्थापना गर्नुभयो, त्यसलाई चलाउनलाई चाहिँ कति गाह्रो भयो पहिला र कसरी चलाउनु भयो त्यो कुरालाई? अब हजुर अब चाहिँ के हो भनेदेखि अब त्यसरी कार्यक्रमहरू गर्दै गऱ्यौँ होइन। अनि अब केही नेतृत्व गर्नुपर्छ, अब अरू पनि महिलाहरूलाई सशक्त बनाउनु पर्छ भन्ने सोच। अनि त्यसले गर्दाखेरि अब 2-3 वर्ष चाहिँ त्यसै चल्यो। त्यसै मजाले सबैजनाको अब यहाँ हाम्रो पहिला भाषी गाविस थियो, त्यसपछि भाषी रामधुन भाषी नगरपालिका भयो। भाषी गाविस हुँदैखेरिको भाषी गाविस रेजिस्टर भएको होइन पछि नगरपालिका भइसकेर भएको 2074 सालमा भएको हो। अनि तपाईँको यो गाविस कालदेखि अब नाम चाहिँ राखिएको थियो तर दर्ता चाहिँ गरेको थिएन सिडिओ कार्यालयमा जुन एनजिओको हुन्छ नि त। अनि त्यसको विधानहरू प्रोग्रामहरू चलिरहेको थियो किनकि अब गाविसले नि पनि अब त्यतिखेर सहयोग गरिरहेको थियो नि त। अनि अब जित्या प्रोग्रामहरू महिलाहरूको प्रोग्रामहरू यसरी तिज भयो जितिया भयो हामी चाहिँ समग्रमा चाहिँ मिलेर गर्थ्यौँ। अनि त्यहाँदेखिको अनि त्यसपछि अब निरन्तरता होइन अब चल्दै गर्दाखेरि त्यसपछि संस्था दर्ता गरौँ न भन्दाखेरि अनि अब संस्था दर्ता पनि गरियो होइन 2074 सालमा। अनि धेरै सङ्घर्ष गरियो क्या संस्था दर्ता गर्नलाई पनि, रात दिन एक गऱ्यौँ। अनि हामीलाई अब म यहाँबाट चाहिँ प्रदीप काफ्ले सरलाई पनि सम्झिन चाहन्छु होइन, प्रमोद चौधरी सर जो अहिले हाम्रो अधिकृत हुनुहुन्छ होइन, उहाँलाई पनि सम्झिन चाहन्छु। उहाँहरूले प्रेरणा दिनुभयो कि अब एउटा संस्था दर्ता गरेर यसरी गयो भने चाहिँ अझ तपाईँहरू सशक्त बन्नुहुन्छ होइन, अझ क्षमता हुन्छ, अझ महिलाहरू सक्रिय बन्नुहुन्छ भनेर चाहिँ त्यसै प्रेरणा दिएपछि हामी जागरुक भयौँ। जागरुक भइरहँदाखेरि अनि त्यसपछि संस्था दर्ता गर्यो होइन। संस्था दर्ता गरिसकेपछि त्यसपछि तपाईँको कार्यक्रमहरू गर्दै गर्दाखेरि तपाईँको महिला क्षमता अभिवृद्धि कार्यक्रम, सिपमूलक कार्यक्रमहरू होइन, यो जस्तै अब महिलाहरूलाई चाहिँ उद्घोषण तालिमहरू, पत्रकारिता तालिमहरू त्यति बेला थोरै रोक्यो। त्यति बेला चाहिँ महिलाहरू त तपाईँले जोड्नु भयो नि त। हजुर हजुर। त्यति बेला सबभन्दा बढी चाहिँ कसरी तपाईँले त्यो जोड्नु भयो क्या महिला, अन्य महिला बढी भनेर पनि अब घरमा गृहिणी भएका महिलाहरूलाई पनि अब तपाईँहरू निस्किनु पर्यो, तपाईँहरूले समय दिनु पर्यो। त्यत्तिकै समय खेर फाल्नुभन्दा पनि एउटा संस्थामा लागिरहँदाखेरि केही न केही आफ्नो परिचय पनि हुन्छ, सिकिन्छ पनि। एकजना भनिन्छ नि एकजना पुरुष पढे लेखेको भयो भने ऊ आफूमा मात्रै सीमित हुन्छ, तर एकजना महिला राम्रो क्षमता भएको, राम्रो पढाइ लेखाइ गरेको छ भने ऊ पुरै समाजलाई परिवर्तन गर्छ। त्यसले गर्दाखेरि चाहिँ महिला दिदीबहिनीहरूलाई पनि म भन्थेँ लु आउनु पर्यो होइन, सघाउनु पर्यो। अब तपाईँहरू पनि अब यसो ट्रेनिङहरूमा आइदिँदाखेरि होइन उत्थान समाजमा जस्तै अब साथ सहयोग दिइराख्नुभयो भनेदेखि त केही न केही सिक्नुहुन्छ नि त। कतै केही अब जस्तै जन्म जातै त मान्छे सिकेको हुँदैन, अनि जबसम्म बाटो लाग्दैन तबसम्म सिकिँदैन। अहिले जो होस् त्यति सिकेर पनि होइन धेरै चुनौतीहरू खप्यौँ हामीले। अब संस्कार संस्कृतिको कुरा गर्दाखेरि पनि अब विभिन्न किसिमका राजनीतिकीकरण, त्यसमा विभिन्न किसिमका चुनौतीहरू, त्यहाँ बनेको एकजना व्यक्ति हो भनेर देखिन्थ्यो क्या, समग्रमा नदेख्दिने क्या। एकजना व्यक्ति को त सीता चौधरी सीता थरूर कार्यक्रम गर्दा पनि कति चुनौती आउँछ, धेरै चुनौतीहरू आयो। हामीलाई के भन्छ थर्काइयो पनि, यसरी कार्यक्रम मलाई अझै पनि याद छ नि
के को त्यो त्यतिखेर पनि जितियाकै प्रोग्राम थियो कि त्यो जितियाकै थियो हो जितियाको थियो त्यतिखेर 76-77 सालमा त्यति बेला थारू कल्याणकारी पनि गर्ने भएको थियो प्रचण्डको आउने वाला हजुर प्रचण्डजी पनि आउने भएकोले गर्दाखेरि अनि त्यतिखेर चाहिँ हामीलाई चाहिँ कालो झन्डा देखाउनुहुन्छ भनेर चाहिँ मलाई चाहिँ एसबीले पनि फोन गर्यो सिडिओले पनि फोन गर्यो अनि कता कताको अब दादाहरूले पनि फोन गर्यो यसरी कार्यक्रम गर्न पाउनुहुन्न तपाईँ अनि के भन्छ अनि कति मिटर कार्यक्रमको स्थल चाहिँ कति मिटर हो भनेर भन्नुहुन्थ्यो सोध्नुभयो मलाई त्यसरी अनि मैले भनेदेखि नहरबारी र पारी हो किनकि हाम्रो त एनजिओ हो प्रत्येक साल गर्दै आएको निरन्तरता दिनै रहेको छ हैन र अहिले पनि अब थारू कल्याणकारिणीसँग अब के समन्वय गरेर अहिले पनि यो संस्थाले गरिराख्नु भएको छ साथीहरू हुनुहुन्छ राम्रो गरिराख्नु भएको छ दुई कार्यकाल तपाईले चलाउनु हजुर दुई कार्यकाल भनेको 3 वर्ष हजुर 3 वर्षको कार्यकाल 6 वर्ष चलाइयो मजाले चलाइयो हजुर स्थापना चाहिँ गरिदिए हैन स्थापना गरेर चाहिँ जोस महिला दिदीबहिनीहरू अहिले लागिराख्नु भएको छ अहिले जोस यो थारू महिला उत्थान समाजलाई देखेर पनि अरू जात जातिको महिला दिदीबहिनीहरू पनि एक्टिभ हुनुभयो क्या त्यो बारेमा चाहिँ म एकदम खुसी लाग्छ के गर्नुपर्छ महिला हजुर त्यो भयो अनि मैले अलिकति जोड्न चाहे अनि त्यसपछि त्यतिखेर होइन अब भनौँ न 300-400 मिटर वरपर हो भनेर त्यसरी भने अनि त्यसपछि मलाई अर्को चुनौती पनि आयो क्या अनि एकै ठाउँ गर्दा हुँदैन जितिया भनेर भन्नुहुन्थ्यो त्यसरी थर्काउनु भयो अनि ए बाबा म एकै ठाउँ जितिया गर्ने प्रत्येक साल हामीले गर्दै आएको कमसे कम हैन 4 ठाउँमा तीज मैले पनि जवाब यसरी नै दिएँ अनि होइन 4 ठाउँमा तीज गर्दाखेरि यही झुम्का बजारमा केही फरक नपर्ने अनि यहाँ चाहिँ 2 ठाउँ जितिया गर्दाखेरि तपाईँलाई के को आपत्ति तपाईलाई केही आपत्ति छ भने भन्नुस् भनेर भन्दाखेरि हाम्रो पूर्व प्रधानमन्त्री आउँदै हुनुहुन्छ अनि 2टा कार्यक्रम झुम्कामा 5 वटा पनि हुन सक्छ नि अब उहाँलाई उता गेस्ट बोलाएको छ हाम्रो पनि त स्थानीय त छ हाम्रो पनि त पाहुनाहरू हुनुहुन्छ हामी पनि त पाहुनाहरूलाई बोलाएर त्यो कार्यक्रम गर्दै आएको कार्यक्रम त त्यसरी त छोड्नु त भएन तर विरोध चाहिँ गरेको होइन तर हामीले निरन्तरता चाहिँ दिन खोजेको हो क्या खासमा चाहिँ त्यसरी चाहिँ पछिबाट सक्सेस भयो हजुर एकदम सक्सेस भयो अनि तपाईको दर्शकहरू पनि मजा लगाइदिनु भयो अब जितिया पवनकरीहरू पनि हैन मजाले बसेर अनि अब रमाउनु भयो किनकि अब हाम्रो यो उत्थान समाजको कार्यक्रममा त्यति तपाईको राजनीतिक भाषण भूषण यता हुँदैन अब त्यो भनेको अब एउटा महिला दिदीबहिनीहरू व्रत बसेको हुन्छ रमाइलोको लागि चाहिँ हैन कमसेकम त्यतिकै बस्नु भन्दा पहिला त अब पहिला के थियो भने नि श्रवण सर के थियो भनेदेखि तपाईँको एकदम गाउँमा मात्रै सीमित 8-10 वटा घर मिल्ने अनि पोखरी सोखरी खन्ने कथा वाचन सुन्ने त्यति मात्रै थियो अनि तपाईँको कोही कसैका नजाने अनि कमसेकम एक ठाउँ त्यसरी राखिदिएपछि त कमसेकम सबैतिरका महिला दिदीबहिनीहरू एकअर्काप्रति दुखेसो पोख्ने साथीभाइ भेट्ने आफन्त भेट्ने हाई हेलो गर्ने त्यति मात्रै नभएर तपाईँको झुम्का बजारलाई व्यवस्थित पनि हुने तपाईँको बजार व्यवसाय पनि बढ्यो तपाईँको यहाँको प्रवर्धन पनि हुने त्यो उद्देश्यले चाहिँ पनि अब जोडियो क्या त्यसरी उहाँको चाहिँ गोङ्गी बग्या थारू भिलेज पक्कै पनि सुन्नु भएको छ हाम्रो सीता दिदीकै हो अनि एउटा व्यवसायमा पनि लाग्नु भएको छ उहाँ विशेष गरी अब एज अ महिला उद्यमीको रूपमा पनि मजाले हैन परिचित हुनुहुन्छ अनि तपाईँ चाहिँ कसरी यतातिर फड्को मान्नु कसरी आउनुभयो व्यवसायतिर कसरी भन्नाले पनि अब पहिलेदेखि म व्यवसाय मैले अघि नै भनिहालेँ मेरो बाबा मम्मी पहिलेदेखि सब्जी पसल गर्दै हुनुहुन्थ्यो हैन त्यहाँदेखि व्यवसाय गर्दै गर्दै मेरो बिहा भएर पनि जाँदा लेटाङ मोरङ हैन मोरङ लेटाङमा बुधबारे ठाउँमा चाहिँ त्यहाँ पनि मैले व्यवसाय सुरुवात गरेको थिएँ हैन अनि त्यहाँदेखि चाहिँ अब हाम्रो बसाइ चाहिँ अब मेरो श्रीमान चाहिँ अब पहिल्यैदेखिको बाहिर विदेश बस्नुहुन्थ्यो अनि त्यसले गर्दाखेरि अब अलिकति आउजाउमा गाह्रो भयो अनि त्यतिखेर त्यहाँ पनि त्यति सुविधाहरू चाहिँ थिएन टेलिफोनको पनि गाह्रो हैन तपाईको गाडीहरू पनि कुरेर टाइममा गाडीहरू जान्थ्यो भन्ने बित्तिकै नपाउने हजुर अनि त्यसले गर्दाखेरि चाहिँ म काठमाडौँतिरै बसेँ अनि त्यहाँ बसिसकेपछि त्यहाँ पनि व्यवसाय गरेँ म किराना पसल होलसेल किराना पसलको गरेँ बुधबारेमा बस्दाखेरि मैले पानको पसल पनि गरेँ जुत्ता चप्पल पनि बेचेँ अनि तपाईँको यो श्रृङ्गार पसल यो कस्मेटिक पसल पनि गरियो हजुर अनि त्यसले गर्दाखेरि अनि त्यहाँ काठमाडौँ 5-7 वर्ष बसेँ अनि अब यतातिर अब घरतिरै अब यतैतिर बस्नु पर्ला केही गरेर हैन अनि यतैतिर घरसर बनायो अनि केही न केही त व्यवसाय गर्ने मान्छेलाई त खटपट लागिराख्दो रहेछ क्या
अनि अब केही न केही व्यवसाय घरमा सल्लाह भयो अनि सल्लाह हुँदाखेरि मेरो श्रीमानले चाहिँ के भन्नुभयो भनेदेखि अब यसो गर अब पहिल्यैदेखिको फेन्सी पसल गरेको फेन्सी पसल गर त्यसमा र कस्मेटिक पनि हालिदियो भनेर भन्नुभयो अनि त्यति गरिकन तपाईँको सल्लाह चाहिँ मिलेन मैले भने होइन गरेपछि किनकि म एउटा उत्थान समाजको अध्यक्ष हुँदै गर्दाखेरि 2 कार्यकाल चलाएँ अनि जस्तै अब म घुम्न जाँदाखेरि होइन पूर्वतिर जान्थेँ अब पूर्वतिरकै जात जातिका खानाहरू पहाडतिर गयो भनेदेखि पहाडे समुदायको होइन राई लिम्बूले बेच्ने अब सेलरोटी ढिँडो यिनीहरू चाहिँ पाउँथ्यो अनि काठमाडौँ गयो भने नेवारी खाना अनि त्यहाँ पनि बसेर अनुभव बट्युले हजुर अनि पश्चिमतिर गएँ दाङतिर होइन दाङ उता कञ्चनपुर कैलाली धनगढीतिर जाँदाखेरि तपाईँको रिसोर्टहरू देखियो अनि थारू गाउँहरू देखिन्थ्यो होइन अनि तपाईँको यही चितवन जाँदा पनि हेर्नुहोस् होइन अहिले पनि कति प्रचलित छ चितवन अनि त्यसले गर्दाखेरि म अरू व्यवसाय गर्दिनँ म मेरै समुदायसँग जोडिएको चिज चाहिँ म गर्छु भन्दाखेरि के गर्ने भन्दाखेरि घोगी बगिया खोल्नुपर्छ भने अनि घोगी बगिया खुवाउनु पर्छ म आफ्नै जात नाम पनि मलाई त्यो नाम पनि जुडेको थिएन कल्चरको थारू परिकारकै खोल्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ अब घरसार बनाउने क्रममा चाहिँ ल अब गर्नुपर्छ जब यो हल स्टार्ट गरे बनाउनलाई अब घोगी के भन्छ यो थारू खानाको चाहिँ अब व्यवसाय गर्नुपर्छ भनेर माइन्डमा बनाएँ कसरी बनाउने भन्दाखेरि चाहिँ अब म पनि एक त समुदायसँगै जोडिएको मेरो श्रीमान पनि समुदायसँगै जुडेको अनि त्यसले गर्दाखेरि चाहिँ अब कुक खोज्नु पर्यो विभिन्न गर्नु पर्यो मैले भने अब रोजगारी पनि त दिनु पर्यो नि त लगानी लगाउँदाखेरि त कमसेकम 2-4 जना रोजगारी दिएन भने त व्यवसाय गरेको त हुँदैन हुन त सानो स्तर हेरेर हुन्छ हैन सानोबाट पनि सुरु गर्न सकिन्छ थोरै पुँजीमा पनि व्यवसाय सुरु गर्न सकिन्छ तर एकैचोटि अब यो थारू फुड भनिसकेपछि चाहिँ एक्लैमा सम्भव चाहिँ हुँदैन नहुने किनकि अब बच्चा पनि मेरो सानो थियो त्यसमा पनि एउटा बच्चा रोगी अनि मलाई चाहिँ अलिकति गाह्रो भयो अनि अब कतिखेर काठमाडौँ कतिखेर झुम्का थाहै हुँदैन थियो अनि त्यसले गर्दाखेरि चाहिँ अब अलिकति लन त अब अलिकति सोच विचार गरेर राम्रै तरिकाले गरौँ भन्दाखेरि पहिला नाम जुराइयो क्या जस्तै त्यसमा तपाईँ पनि हुनुहुन्थ्यो हर्ष सर हुनुहुन्थ्यो हैन अनि त्यसपछि मैले सुनिल सरलाई पनि सोधेँ दिलीप सरलाई पनि सोधेँ अनि यतिजना भएर चाहिँ के नाम राखौँ भन्दाखेरि नाम जुडाउँदा बल्ल सरवन सरले चाहिँ घोगी बगिया थारू भिलेज राख्नु दिदी भनेर भन्नु अनि ल ठिक छ घोगी बगियै भयो अनि त्यो मानेमा पनि म धन्यवाद दिन्छु क्या सरवनजीलाई एकदम बहुत धन्यवाद एकदम सहयोग गरिराख्नु भएको छ र सँगसँगै त्यसपछि चाहिँ ल अब थारूकै खाना गरौँ न त भनेर अनि त्यहाँदेखि चाहिँ अब हलहरू बनाउन थालेँ त्यतिखेर मलाई पागल पनि भने मान्छेले यो पागल छ झुम्कामा यसको घोगी बगिया को खाइदिन को आउँछ सबैजना घरमै खाइरहेछ त तेरोमा पैसा तिरेर को चाहिँ खान आउँछ त यो लगानी लगाएर त पागल छस् त बौलाई छेस् यसरी नगर भनेर मलाई विभिन्न चारैतिरबाट त्यति मात्रै हो र यो घोगी बगिया खोली यसले चाहिँ अब भनौँ न बजारमा चाहिँ यो कम्पिटिसन हुन्छ यो बजारमा विभिन्न किसिमका व्यवसाय गर्दाखेरि हैन अब विभिन्न किसिमका चुनौतीहरू हैन कसले के भन्दिने कसले तर यो कुरोहरूलाई चाहिँ मध्यनजर राख्दै तर चुनौती पनि आउनुपर्छ सरवन सर चुनौती आएन भने गरी खान चाहिँ गाह्रो छ चुनौती आयो भने त्यो चाहिँ सिक्ने अवसर पायो क्या त्यसैले म अब चुनौती जतिसुकै आए पनि नि डगमगाउनलाई चाहिँ तिखार अब पुरै चाहिँ तिखारिएको चाहिँ छैन हैन पुरै चाहिँ सबल भइसकेको छुइनँ तर पनि स्टेप चाहिँ सिक्दै गइरहेको छु त्यो समय परिस्थितिले सिकाउँदो रहेछ क्या चुनौतीसँग जुझ्नको लागि अब कुनै महिला अनि कुनै अब केटीहरू व्यवसायमा लाग्न चाहन्छ भने उहाँहरूले चाहिँ तपाईँ के भन्नुहुन्छ त हैन म त अब सुझाव दिन्छु मजाले लाग्नुस् हैन गर्नुस् हैन तर म एउटा कुरा के भन्छु भनेदेखि गर्न चाहिँ व्यवसाय एक्लै पनि सकिन्छ तर पनि आफ्नो घर परिवार हैन सबैजनाको साथ सहयोगमा गर्यो भनेदेखि अलिकति चाहिँ
हेर्ने दृष्टि फरक पर्दो रहेछ क्या किनभनेदेखि आफूले अब एक्लै भइसकेपछि जस्तै अब थारू फुड खानाको मात्रै होइन विभिन्न होइन कोही आएर तपाईँसँग व्यापारी भइसकेपछि त सबैसँग बोल्नु पर्यो नि त अब बोल्यो भने पनि अलिकति त्यो सोच चाहिँ पहिल्यैदेखिको लागेको सोच त्यो अहिलेसम्म पनि पहिलाभन्दा त अलिक कमै भएको छ तर पनि त्यो चाहिँ भावना चाहिँ आइहाल्दो रहेछ क्या कन्जर्भेटिभमा अब दिदी नै कुनै केटा पुरुषसँग बोल्यो भने भाइ यो त पुरुषसँग भन्छ यो त बिग्रियो भन्ने बिग्रियो त्यसरी भन्छन् हैन त्यस्तोमा चाहिँ फ्यामिली लाग्दा चाहिँ के परिवर्तन पाउँछ त्यसरी फ्यामिली लाग्दाखेरि चाहिँ त्यस्तो कुनै एकदम फ्रिडम कुनै तपाईको असरै पर्दैन त्यस्तो कुरो भन्न त अब कतिले भन्छ हैन अब हामी अब भनौँ न अब कति हिँडिरहेको हुन्छौँ कहिले पुलिस प्रशासन जानु पर्यो बोल्नै पर्यो अब कहिले अदालततिर जानु पर्यो समस्या बोकेर जानै पर्यो हैन अनि तपाईको व्यवसाय कोही कस्टमरहरु कोही भाउजू भन्दिने कोही दिदी भन्दिने कोही आन्टी कोही काकी हैन कोही मौसी भनिदिन्छ अब सम्बन्ध अब त्यसरी राख्दै आएपछि आफूले पनि हैन त्यो कुरो बुझ्नु पर्छ अनि त्यसले गर्दाखेरि चाहिँ एक्लै गर्नु र फ्यामिली मिलेर गर्नुमा चाहिँ अलिकति फरक छ क्या किनकि यो फ्यामिली बनिसकेपछि मेजोरिटी भयो हैन तपाईको कुनै काम गर्दाखेरि एक्लै भइएन समस्यासँग जुझ्नको लागि अझ पावर हुन्छ एक्लै भएपछि अब तपाई जवाब दिने कि व्यवसाय गर्ने हैन त्यो दुईटा कुराले खाइरहेको हुन्छ क्या त्योसँग भुक्त भोगी हुँ म यति फ्यामिलीसँग गर्दै गर्दा त चुनौती मलाई कति आउँछ तर पनि टार्दै जाने हो क्या त्यसलाई म मनमा लिदिन अब जसको मन जस्तो हुन्छ उले त्यस्तै त देख्छ नि हो कि हैन म त्यसरी लिन्छु क्या अब जसको सोच जस्तो हुन्छ उले अरूलाई पनि हेर्ने नजरै त्यस्तै हो क्या पहिला कस्तो लाग्थ्यो भने नि अहिले यही सोचमा जोड्न चाहन्छु पहिला कस्तो लाग्थ्यो भने खुट्टा तान्ने मान्छे धेरै हुन्छ अनि के हुन्थ्यो भने कसले चाहिँ खुट्टा तान्न आउँछ तर त्यो चाहिँ हुँदो रहेछ नि त तपाईको एक्चुअल तपाईको लाइफमा चाहिँ त्यस्तो कति पाउनु भयो त होइन हुन्छ खुट्टा तान्ने देखि लिएर घरसम्म कुरा बिगार्न आइपुग्छ हैन जस्तो अब कोहीसँग बोलेको छ भनेदेखि त्यहाँ भने सीतासँगै बोले छलो घुमै छलो बाइक में चढ के गेल छलो भन्ने कुरा धरि आउँछ तर त्यो भनेको आफूमा भर पर्छ क्या तर म के भन्छु भनेदेखि जो मान्छे खुट्टा तान्नेमा लाग्छ नि उ खुट्टासम्म मात्रै सीमित रहन्छ क्या यता माथि आउनै सक्दैन किनकि मेरो पो खुट्टा तानिरहेछ त को झुन्डेको छ कहाँ खुट्टामा त्यो खुट्टामासम्म मात्रै सोच तर त्यो भनेको आफूले सोच्नु पर्यो क्या पुग्दैन दिमागसम्म त पुग्दैन त्यो दिमाग त आफूले चलाउने हो त खुट्टा तान्नेहरू खुट्टामा मात्रै झुन्डेको हुन्छ अन्त जानै सक्दैन त्यसै गर्दाखेरि म भन्छु उतातिर नजाने उतातिर सोच्दै नसोच्ने ध्यानै नदिने बाबा गर्ने गर्छ नि भन्छ नि मेरो यो घुँगी बगिया खोल्दा पनि त्यहाँ त घुँगी बगियामा छिर्नको लागि त एन्ट्री लाग्दो रहेछ भन्ने पनि बजारमा हल्ला फैलियो हेर्नुस् है अनि त्यहाँ त बजार भन्दा त अलिक व्यवसाय बजार भन्दा त अलिकति त्यहाँ महँगो छ अब त्यो त थारू फुड खाना हो लिनै पर्यो महँगो छ हैन तपाईको अब 6-7 जना यहाँ काम गर्ने छन् हैन तपाईको अब त्यहाँ तपाई घोंगी नै माझ्न कति समय लाग्छ घोंगीलाई कति समयमा तयार गर्न गाह्रो छ आधा किलो घोंगी काट्न त कति टाइम लाग्छ त्यसलाई सफा गर उमाल धेरै मेहनत छ अनि अब यहाँ भनेको त तपाईको आरी 50 केजी पाक्छ एक दिनमा अनि त्यो त समस्या भयो अनि अब एक्लैले पनि सम्भव छैन अब आफू पनि गर्ने र अरूलाई पनि गराउने क्या मैले जब व्यवसाय गरेर 2 पैसा आयो मेरो पेट भरिरहेछ भने मेरो अरूले पनि रोजगारी पाओस् क्या उसको फ्यामिलीले पनि पाओस् क्या पाकै छ नि पाइरहेछ गरिराख्नु भएको छ उहाँहरुको पनि साथ सहयोग सपोर्ट छ धेरै कुरा काट्नेको कुरामा चाहिँ मलाई पनि याद आयो क्या म ससुराली गएको थिएँ हेगे पिंकी सर्वना सीता के त कति चलेछौ कति लभ सर्नेछ कति के चाहिँ अनि पी बुढी हाँस्छ के भन्छ त्यस्तो पनि हुन्छ होइन त्यतिखेर मलाई पिङ्कीले फोन गरेर भन्यो हाँसी दिदी कहाँ हुनुहुन्छ मैले भने घरमा छु किन आउँछस् र झुम्का भनेर भनेको त होइन दिदी तपाईको र मेरो तपाई र तपाईको भाइको त लभ परेको छ भनेर भन्छ म चाहिँ दिदीलाई जहिले एकदम मनदेखि दिदी हैन म चाहिँ मनदेखि दिदी मान्ने तर अब दुनियाँको क्या अब हाम्रो त भेटघाट हुने नि त धेरै छलफल हुन्थ्यो त्यति बेला हैन प्लानिङहरु हुन्थ्यो अनि अब मान्छेको हेर्ने नजरिया है सबै अब ल सीता र श्रवणको लभै पर्यो भने त्यो हो त्यसरी भन्दिने के अब भाइ हो अब भाइलाई अब भाइ हो हैन त्यसरी सम्बन्ध मैले भने नि मैले पनि त्यो कहिले त्यो पोजिटिभली लिन तट कुरा गर्नेले गर्दै गर्छ नेगेटिभ कुरा गर्दै गर्छ हामी त आफ्नो धेरै भन्दै छु त मेरो माइती सम्बन्धरी कुरा पुग्छ हौ
मेरो माइतीलाई धरि गएर उहाँ सुनाउँछ सीता यहाँ जान्छ के जान्छ अब जेसुकै भयो भने त बुढाबुढी बाउ आमा छन् दाजु भाउजू सबजना आफ्नो व्यवसाय गर्दै हुनुहुन्छ होइन मलाई उहाँहरूको सपोर्ट एकदमै छ 3 जना दाइ हुनुहुन्छ मलाई 3 तिरबाट सपोर्ट गर्दै हुन्छ 1 जना दिदी हुनुहुन्छ दिदीले सपोर्ट गर्दै हुनुहुन्छ छोराछोरीले आएर सपोर्ट गर्छ मान्छेले त्यो पनि अपच हुँदो रहेछ क्या तनाव हुन्छ हामीले गर्दा त हुँदैन यसले कसरी ल्याउँछ त्यति ऊ त्यसै त्यो जब अब सपोर्ट आउँछ नि त्यो पनि त अनि म के भन्छु भने नि भाइ कुरो के हो भनेदेखि जब सानो हुँदाखेरि बाबामालाई यो बच्चा मर्छ कि भन्ने डर हैन छोरी मान्छेलाई विशेष म चाहिँ छोरी मान्छेलाई चाहिँ अलिकति जोडेर भने सानो हुँदाखेरि कुनै बिरामी पर्यो केही भयो भने मर्ने डर अलिकति ठुलो भयो भनेदेखि पढाइ लेखाइ गरेर हैन केही राम्रो संस्कार दिमहरूको घर गरी खान्छ भन्ने त्यो चिन्ता हैन मेरो पनि 2टा छोरी छ अनि त्यो चिन्ता अनि अब अलिक उमेर भयो भनेदेखि नै तोर बेटीको बिहा कहिया करबी तिम्रो छोरीको बिहा कहिले गर्ने ठुलो भइसक्यो छोरी बाबा अरूको चिन्ता अरूलाई र त्यति भइसक्यो हैन अनि त्यसपछि ल ठिक छ ल अब उमेर भयो ऊ आफ्नो खुट्टामा उभियो अब केही भनौँ न अब केही व्यवहारमा अलिकति ऊ जान्ने भयो हैन अलिकति अब ल बिहा शादी गर्ने बेला भयो हैन त्यो त बाउआमालाई पनि चिन्ता हुन्छ नि आफ्नो बाउमा भन्दा अरूलाई चिन्ता लाग्दैन क्या बेसी त्यो भयो अनि जब बिहा शादी गरेर गइसकेपछि अनि त्यहाँ पनि टेन्सन क्या कस्तो खालको टेन्सन भनेदेखि अब ल ठिक छ अब श्रीमानले मजाले साथ दियो गरी खायो श्रीमानले धेर माया गर्यो भन्दाखेरि त्यसमा पनि पिर क्या अब उसको बुढीलाई त यस्तो कति माया गर्दो रहेछ यहाँ लाँदो रहेछ घुमाउन त्यहाँ लाँदो रहेछ त्यस्तो कुरो हुँदो रहेछ क्या व्यवहारिक अनि घरसम्म कुरा ल्याइदिने क्या अर्को छोरा बुहारी त जाँदैन त उसलाई त खुब लान्छ त तपाईँ केही पनि भन्नुहुन्न भन्ने धरी आउँछ अब त्यहाँ आपत्ति त्यो भयो अब त्यहाँ पनि आपत्ति है हेर्नु चुनौती अनि त्यसपछि तपाईँको ल ठिक छ अब जसको त जो एक्लै छ ऊ ठिक छ जसको 4-5 जना दाजुभाइ 3-4 जना दाजुभाइ भएन त्यसमा पनि आपत्ति उसलाई लान्छ उसलाई त्यसमा पनि अब घर झगडा यो भोगेको कुरो भन्दैछु है यसमा पनि घर झगडा ल त्यति गर्दै गर्दै गयो अब ल अब गरी खानुपर्छ भनेर हैन आफ्नो अब बाटो लागिसक्दाखेरि अलिकति उन्नति प्रगति गर्दै जाँदा पनि आपत्ति क्या योसँग बोल्यो यो बजार घुम्छ यो यता गयो यो मेजवानी खाइरक्छ भन्ने कुराहरूमा पनि आपत्ति भनेपछि मान्छे आफ्नो व्यवहार गर्दैन घुम्दैन कोही बिरामी पर्यो भने विराटनगर जानु पर्यो धरान जानु पर्यो किन पुरैलाई सोधेर जानु पर्ने हो र पर्दैन नि त्यसमा पनि आपत्ति त भने के गर्ने त अब जस्तै अब स्कुटी चढ्यो कारै चढ्यो अलिकति कमाएर चढ्यो त फुटानी हेर्न गाडी चढ्यो फुटानी हेर्न अहिले त यो त घोगी बगिया खोलेर त यस्तो पो भएको छ हेर्न उहाँ यसको तुजुक भनेर भन्छ त अब के गर्ने त बटुका लिएर माग्ने त मैले कहिले चाहिँ चित्त बुझाउनु त मान्छेलाई चित्त बुझाउन सकिन्छ मान्छेलाई त चित्त बुझाउन सकिँदैन नि त्यसैले म के भन्छु भनेदेखि सबैजना आफ्नो हो यो मनले आफ्नै तरिकाले मानौ मेरो मात्र यो समस्या होइन यो जुन कुरा अहिले म भने नि श्रवण सर यो मेरो मात्रै समस्या होइन प्राय सबैको मनमा यही कुरो होला जस्तो मलाई लाग्छ सबै आफ्नो आफ्नो परिवर्तन हुनु पर्यो के कुरा सुनेको त्यस्तो हुँदो रहेछ त भनेपछि के गरौँ त बटुका लिएर माग्न जानु त हजुर दिनुस् कि त मेरो परिवारलाई पाल्दिनुस् तपाईलाई चाहिँ कस्तो फिल भयो तपाईँ अगाडि बढ्ने क्रममा एउटा व्यवसाय अर्को तपाईँ महिला नेत्री भएर थारू महिला उत्थान समाजको अगुवा भएर लाग्नुहुन तपाईँको चाहिँ कति च्यालेन्जेस आयो लाइफमा च्यालेन्ज त अब धेरै आयो मैले अघि पनि तपाईँसँग सेयर गरेँ होइन यो कार्यक्रमहरूको विषयमा होइन कतिले भन्थ्यो सीता चौधरीलाई किन कार्यक्रम दिने थारू महिला उत्थानलाई किन कार्यक्रम दिने हैन ऊ ठुलो भइहाल्छ कि ऊ अलिकति धेर प्रचार हुन्छ कि हैन त्यसरी चाहिँ भन्थ्यो हैन तर कतिपय पोजिटिभले के भन्नुहुन्थ्यो भनेदेखि थारू महिलाहरू नेतृत्वमा एकदमै कम छ उहाँको नेतृत्वमा पनि होस् न त 1-2टा कार्यक्रम त के फरक पर्छ र भनेर त्यसरी पनि हुन्थ्यो हेर्नु दुई पक्ष हुन्छ क्या नेगेटिभ पोजिटिभ दुई पक्ष हुन्छ तर यसलाई चाहिँ आफूले चाहिँ मध्यनजर राख्नुपर्छ क्या कस्तो भनेदेखि म के भन्छु भने मेरो सिद्धान्त के हो भने अब भगवान के भन्छ गीतामा के भनेको छ भने अरूको लागि राम्रो गर्न सकिएन भने नराम्रो पनि नसोच्नु क्या त्यसैले म बलियो छु र म आफूलाई हिम्मत बाली सम्झिन्छु
किनभनेदेखि म अरूलाई गलत सम्झिँदिनँ। मलाई भन्नु पऱ्यो म प्याच भनिदिन्छु। मलाई त्यो फुसुर फुसुर कुरा लगाउने, यसलाई उचाल्ने, यसलाई थेचार्ने मेरो आदत चाहिँ त्यो होइन क्या श्रवण सर। जे भन्नु छ अगाडि म अगाडि फेस टु फेस कुरा गर्छु। मलाई चित्त नबुझेको कुरा म भन्छु। तर म अरूको जो अहिले हुन्छ नि, ए सीता नङ गरेछ, श्रवण यस्तो गरिरहेछ, के भन्छ फल्नाले यस्तो गर्दैछ, चिल्नाले यस्तो गर्दैछ, त्यो पछि म कहिले कुद्दिनँ। म खुद आफ्नो डिसिजन आफू लिने हो क्या। म के गर्न सक्छु र कहाँसम्म गर्न सक्छु र मैले गरेर के फाइदा हुन्छ समाजलाई, मेरो व्यक्तिगत म फाइदा कहिले पनि हेर्दिनँ। मेरो व्यक्तिगत फाइदा हेरेर के गर्नु? आफूलाई राम्रो नराम्रो लागेपछि त्यति बेलै भन्नु राम्रो क्या। किनभनेदेखि मैले मेरो व्यक्तिगत फाइदा मैले हेरेँ भने अरूले के गर्छ? त्यसले गर्दाखेरि मैले मेरो लागि होइन, मैले अरूको लागि सोच्ने हो क्या। किनभनेदेखि मलाई त थाहा छ नि मेरो फ्यामिली यस्तो छ, मेरो परिवार यस्तो छ, मेरो परिवार मेरो फ्यामिली मेरो दुःख सुख मैसँग छ। जब अरूले मसँग केही समस्या लिएर आयो भनेदेखि मैले मबाट हुनुपर्ने चिज मैले उसलाई दिनुपर्छ क्या। जब मेरो सानो सहयोगले, मेरो सानो भनौँ न मैले देखाएको बाटो यानि कि मैले दिएको सल्लाहले उहाँहरूलाई राम्रो हुन्छ भनेदेखि म गर्न तयार होइन, र गरि पनि राखेको छु होइन। र मैले चाहिँ यति अब भनौँ न चुनौतीहरू भोग्दै गर्दा पनि म चाहिँ डगमगाइनँ क्या। धेरैले भने मलाई घुँगी बगिया यस्तो छ त्यस्तो छ, थारू महिला उत्थान समाज के भन्छ चलायो, एनजिओ चलायो, के भन्छ तपाईँको केही गर्न सकेन, यो वास्तवमा मैले केही पनि गर्न सकिनँ। तर स्टाम्प लगाएर थारू महिला उत्थान समाज त सिर्जना गरिदिएको छु नि त, त्यहाँ हिँड्ने बाटो बनाइदिएको छु नि त, माग्ने बाटो बनाइदिएको छु नि त। मेरो भनेको त माग्ने थाली बनाइदिने हो नि त, हो कि होइन? ल ल्याउनुहोस्, बजेट ल्याउनुहोस्, गर्नुहोस्, चाहे जोसुकै आओस्, राम्रो गरोस् क्या। मलाई त्यसमा आपत्ति चाहिँ छैन। मान्छे एक रूप अनेक, उहाँको फेरि अर्को रूप भनेको उहाँ चाहिँ थारू संस्कृति उत्थान सम्वर्धनका लागि पनि होइन लाग्नु भएको छ। हाल चाहिँ उहाँ नगरपालिकाको कोलाबोरेसनमा है, त्यो जुन के भन्छ ग्राम थान नगरपालिकाको कोलाबोरेसनमा चाहिँ उहाँ ग्राम थानको क्षेत्रमा पनि काम गरिरहनु भएको छ। ग्राम थान भनेको के हो र ग्राम थान संरक्षण किन चाहिन्छ? थोरै ग्राम थान भनेको सर्वप्रथम त थारू समुदायको मौलिक एउटा पहिल्यैदेखिको यो बाबा पुर्खाले चाहिँ मान्दै आउनु भएको ग्राम थान भनेको हाम्रो चाहिँ त्यहाँ देवी देवता होइन। जस्तै पहिला के भन्थ्यो भनेदेखि हैजा फौती होइन, त्यसै मच्छर मलेरिया, त्यसै गरेर विभिन्न किसिमका रोगहरू आउँथ्यो। अनि त्यतिखेर चाहिँ कुनै यस्तो देवधर्मले पहिला तब होरिया खोरिया फारेर चाहिँ थारू समुदायहरूको त तराईमै बसोबास हुन्छ नि त, जङ्गलको छेउछाउ बसोबास होइन। अनि त्यतिखेर चाहिँ विभिन्न किसिमका चाहिँ रोग व्याधहरूले चाहिँ एकदम दुःख दिने, भूत प्रेतहरूले दुःख दिने। अनि त्यसपछि चाहिँ हाम्रो यो थारू समुदायले चाहिँ यो के भन्छ एकदमै भनौँ न प्राकृतिक पुजारी हो, प्राकृतिक। किनकि ग्राम थान भनिसकेपछि त्यहाँ कुनै पनि देवी देवताको चाहिँ स्वरूप हुँदैन। त्यहाँ भनेको एकदमै प्राकृतिक पुजारी, माटोलाई पूजा गर्छौँ हामी, हावापानीलाई पूजा गर्छौँ होइन। अनि त्यहाँ जब त्यस्तो भइसकेपछि आह्वान गर्नुभयो क्या देवी देवतालाई, त्यहाँदेखि चाहिँ आफ्नो शक्ति देखाउनु भयो। शक्ति देखाएपछि जसरी अब संरक्षण गर्नुभयो त्यही अनुसारले चाहिँ ग्राम थानमा स्थापित गरेर चाहिँ पूजा दिनुभएको हो। र अहिलेसम्म पनि उहाँहरूले नै थारू गाउँ बस्तीमा चाहिँ संरक्षण गरिराख्नु। संरक्षण चाहिँ कसरी भइरहेछ त हाम्रो नगरपालिका स्तरमा? जस्तै नगरपालिकाले चाहिँ अब यसपालि चाहिँ अब नीति लिए अनुसार होइन 80-81को बजेट होइन 81-82को बजेटमा संरक्षण गर्ने चाहिँ नीति लिनुभयो। अब किनकि अब विभिन्न ठाउँ जाँदाखेरि यहाँ ग्राम थान छ, ग्राम थानको जग्गा अतिक्रमण भयो, यो प्लटिङ हुने यो जहिलेदेखि यो प्लटिङ हुने जुन आयो होइन, प्लटिङ हुने त्यहाँदेखि त अब हाम्रो पूजा गर्ने ठाउँ रहेन होइन। अब यो प्लटिङवालाहरूले चाहिँ हाम्रो जग्गा अतिक्रमण गर्यो होइन।
अनि त्यो कुरा त्यसरी हुँदै गर्दाखेरि तपाईँको ग्रामथान चाहिँ अतिक्रमणमा पर्दै गएपछि चाहिँ त्यो कुरोहरू बाहिर आयो क्या। ग्रामथानको जुन जग्गा छ बढी ऐलानी टाइपको छ कि ऐलानी टाइपको भन्नाले पनि यसो थियो जस्तै अब पहिला मैले अघि नै भने खोरिया फारेर चाहिँ थारू समुदायको बस्ती थियो, तराईमा हजारौँ बिघा थियो थारूहरूको। अनि कुनै ठाउँमा ल यसरी ग्रामथान राखिदिने। अब तपाईँ आफै भन्नु नेपाल सरकारको अब नीति ल्यायो नापी सरपट नापी कहिले आएको हो 2022 सालमा हैन। अनि त्योभन्दा त अगाडिदेखि नै थारू बस्तीहरू छ नि त यहाँ बसोबास गर्दै आएको। त ग्रामथान त कयौँ हजार वर्षदेखि छ त, कयौँ हजार वर्षदेखि प्राकृतिक पूजक हो। अनि तपाईँको बाटोको नीति त अहिले पो प्लोटिङ आयो, बाटो यसरी लानुपर्छ बाटो त्यसरी लानुपर्छ। पहिला त गोरेटो बाटो थियो नि त, हिँडेर जाने, काठमाडौँसम्म हिँडेर पुग्नुहुन्थ्यो। कुनै यस्तो केही हुँदाखेरि अब लाल आयोगहरूमा तपाईँको होइन यो लेखनहरूमा अब जस्तै जेबार गहदार पहिले हाम्रो कस्तो खालको थियो भनेदेखि तपाईँको त्यो जेबार गहदार पटवारी हैन अनि थानपति पुजेर अनि उहाँहरूले जस्तो नीति ल्याउनु हुन्थ्यो त्यो अनुसारले गाउँको चल्नु पर्ने, बुझ्नुभयो नि। त्यसलाई चाहिँ प्रथाजनित कानुन भन्थ्यो, प्रथाजनित कानुनलाई चाहिँ मान्थ्यो। अनि तपाईँको यो नेपाल सरकारले ल्याएको त यो नापी नीति ल्याएको त 2000 यो के भन्छ 18 सालमा पनि सक्सेस भएन, 22 सालमा गरौँ 22 सालमा पनि सक्सेस भएन त 2024 सालमा पछिबाट बाटोघाटो आयो। अनि हजार बिघा जमिन थियो अनि ल मेरै जग्गामा राख्दैन त, ल फलना ठाउँमा यसरी राख्दैन त, औँलाले देखाएर पनि नभ्याउने जग्गा थियो। अनि जहाँ पनि राखिदिन्थ्यो। अब अहिले चाहिँ के आयो भने तपाईँको त्यो बाटो बनाउने क्रममा प्लोटिङ गर्ने क्रममा बाटोमा पर्यो यो पर्यो। पहिला बाटो के ग्रामथान त संरक्षण गर्ने नीति कसको, संरक्षण गर्ने चाहिँ दायित्व कसको? तपाईँ हामी होइन, 3 तहको सरकार छ, स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार त होइन, 3नै तहको सरकारले चाहिँ यो कुरा सुन्नुपर्छ नि। पहिला नेपाल थियो कि पहिला बाटो आयो कि पहिला ग्रामथान थियो, बस्ती कसको थियो? त्यसले गर्दाखेरि यो चोटि चाहिँ एकदम राम्रो नीति ल्याएको छ रामधुनी नगरपालिकाले, जो ग्रामथानकै के भन्छ भूमि संरक्षण गर्ने। त्यसलाई तपाईँको ऐलानी यो त्यो होइन, हामीले सांस्कृतिक भूमि, हाम्रो सांस्कृतिक भूमि हो। हामी त्यहाँ हुके हुरा खेल्छौँ, हाम्रो त्यहाँ पहिला गौचरण थियो होइन, ठुल्ठुलो पोखरीहरू बनाएको थियो, जैठहरू थियो होइन, अहिले मासिँदै गइरहेको छ। त केले गर्दाखेरि यो जग्गा भूमाफियाले गर्दाखेरि, प्लटिङले गर्दाखेरि होइन। अनि तपाईँको त्यो गौचरण त्यो तपाईँको यो के भन्छ हुके हुरा चाहिँ कतिखेर खेल्छ भनेदेखि तिहारको 1-2 दिन अगाडि त्यो हुरा गर्दाखेरि चाहिँ ठुलो चौरी चाहिन्थ्यो क्या, त्यहाँ ठुलो चौरी चाहिन्थ्यो। अनि त्यो पनि चौरीहरू अहिले मासिँदै गएको छैन। तपाईँको ग्रामथानमा बिघौँ जमिन थियो, अहिले जाँदाखेरि तपाईँको अहिले छैन, अहिले सीमित धुरमा सीमित छ। कतै तपाईँ अहिले यो रामधुनीमा 125वटा ग्रामथान छ, त्यहाँ काहीँ 4 बिघा 5 बिघा छ, काहीँ 1 धुर 1.5 धुर 2 धुरमा सीमित छ। त भनेपछि यस्तो समस्यालाई चाहिँ हैन नगरपालिकाले त एकदम हेर्नै जरुरी छ। नगरपालिकाको मात्रै दायित्व होइन, तपाईँ हामी जति छौँ यहाँ नगरपालिका स्थानीयवासी हैन, सम्पूर्ण जातिको दायित्व हो। किनभनेदेखि हाम्रो ग्रामथानमा जस्तै अब यहाँ बस्यो नि, जस्तै अब म चाहिँ वाडा नम्बर 1 मा छु, तर हाम्रो चाहिँ यहाँ सौन्धामे ग्रामथान छ भातगाउँमा। तर यहाँ भातगाउँमा बस्दै गर्दाखेरि त विभिन्न जाति पनि छ नि त, उहाँहरूले पनि पूजापाठ दियाबत्ती गरौँ भने हाम्रो ग्रामथानको देउता रिसाउनुहुन्न, खुसी हुनुहुन्छ। किनभने सबैलाई सम्टेर राख्ने चाहिँ थारू समुदायको यो ठुलो मन, ठुलो दिल र ठुलो सोच पहिला पनि थियो, अहिले पनि छ। अब सम्पूर्ण युवाहरू अब कुरा सुनिसक्नुपर्छ र अहिले चाहिँ अब अहिलेको परिप्रेक्ष्यमा आएर सबै युवाहरू लागेर सम्पूर्ण जाति लागेर अब ग्रामथान चाहिँ संरक्षण गर्नुपर्छ हैन। यो भनेको तपाईको एउटा धर्म हो हैन, परम्परा हो, संस्कृति हो। कसैको जुनसुकै जातिको होस्, मौलिक संस्कार संस्कृति हैन जाति अनुसारको छ नि त। राई लिम्बूको बेग्लै छ, क्षेत्री बाहुनको बेग्लै छ, थारूको बेग्लै छ, तपाईको त्यो ऋषिदेवहरूको हैन, त्यो डुमहरूको, तपाईको यो झाँगर मुसहर हैन, तपाईको त्यो ताजपुरिया, तपाईको त्यो राजवंशी, सबैको आफ्नो जातिको आफ्नै छुट्टै मौलिकता छ क्या। त्यो सबैको मौलिकता सबैले हेरेर सबैले माया गरिदिनुपर्छ र सबैले सम्टिदिनुपर्छ क्या, र सबैले साथ सहयोग दिनुपर्छ। यो जात त्यो जात भनेर छुट्याउनु हुँदैन। सर्वप्रथम
अब भनौँ न यो राज्य 2224 राज्य गर्दाखेरि नेपालीकीकरण बनाए पृथ्वीनारायण शाहले होइन। जब हाम्रो नेपाल देशको नेपाली भइसकेपछि हामी जब नेपाली भइसकेपछि हामी किन यो जात त्यो जात भनेर छुट्याउनु, त्यो त छुट्याउनै हुँदैन नि। तर अब यहाँ चाहिँ के भन्छ यहाँ चाहिँ के हुन्छ भनेदेखि थारू जात हो, आफ्नै तरिकाले जान्छ, पहाडे हो आफ्नै तरिकाले। तर म त्यसरी सोच्दिनँ क्या, त्यसरी म सोच्दिनँ। नेपाली हो होइन, हामी सबैको तपाईँको चाडपर्वमा पनि हामी रमाउनुपर्छ, हाम्रो चाडपर्वमा पनि तपाईँहरू रमाउनुपर्छ होइन। तपाईँहरू पनि बोलाइदिनुहोस्, हामी आउँछौँ, हामी पनि बोलाउँदा तपाईँहरू आउनु भएको छ, आइराख्नु भएको छ। अझ पनि तपाईँहरूको साथ सहयोग होस्, सबैको साथ सहयोग होस्, किनकि हामी त रामधुनी नगरपालिका भरिको जनता हौँ। हामी सबैको चाडपर्वलाई चाहिँ माया गरिदिनुपर्छ भन्छौँ क्या, संस्कृतिलाई, मौलिकतालाई होइन, परम्परालाई, सबैको परम्परालाई चाहिँ अँगालिदिनु पर्यो। थोरै लट्ठीकै छ रामधुनी भन्नुभयो कि धेरै रामधुनीकै कुरा गर्दाखेरि तपाईँको थोरै राजनीतिक यात्रा पनि चर्चा या कुरा गर्नु मन लाग्यो। के छ अब चाहिँ कसरी आउनुभयो राजनीतिकमा, अनि एउटा उम्मेदवार पनि तपाईँले दिनुभयो, पहिला त्यो भनिदिनुहोस् एकदम छोटकरीमा। अनि त्यसपछि अहिलेको अब फ्युचर प्लानिङ केही छ कि दिदीले? मैले चाहिँ राजनीतिमा कसरी अब विभिन्न सङ्घ संस्थामा काम गर्दै यत्रो मैले सङ्घर्ष गर्दाखेरि कमसेकम एकचोटि जनप्रतिनिधि भएर चाहिँ काम गरौँ न त कस्तो हुन्छ होइन। एकचोटि कमसेकम यहाँका जनताहरूले मलाई माया गरेर अब यत्रो प्रोग्रामहरू मेरो सक्सेस गरिदिनु भयो, यति माया गरिदिनु भयो, मेरो व्यापार व्यवसाय चलाइदिँदै हुनुहुन्छ होइन। यो मेरो मात्रै सक्सेस होइन, यो रामधुनीभरिको सक्सेस हो। र यहाँ रामधुनीको मात्रै त आउँदैन, पुरै तपाईँको अब रामधुनीलाई चाहिँ बजार व्यवसाय गर्न होइन, पर्यटक प्रवर्धन गर्न त विभिन्न ठाउँबाट पनि यहाँहरू आउनुहुन्छ होइन। यहाँ त्यसले गर्दाखेरि अब यतिका गर्दै पनि होइन, कमसेकम एकचोटि जनप्रतिनिधि भएर चाहिँ एकचोटि समाजसेवा गर्दाखेरि कस्तो होला त्यो अनुभव लिउँ न। किन कमसेकम पावरमा गइसकेपछि अब कुनै बेला गयो भने प्रशासनले कुरा नसुनिदिने होइन, अदालतमा गयो भनेदेखि अलिकति कुरा नसुनिदिने होइन। कसैले कोही पीडित छ भने तपाईँको यहाँ नातावाद, कृपावाद, राजनीतिवाद लागिहाल्छ, बुझ्नुभयो नि। त्यसले गर्दाखेरि त्यस्तो नहोस्, समग्रमा कसैको समस्या छ भने स्वच्छ ढङ्गले स्वच्छ तरिकाले हेरिदिनुपर्छ क्या, उहाँलाई साथ सहयोग दिनुपर्छ क्या हो। त्यसले गर्दाखेरि चाहिँ एकचोटि जनप्रतिनिधि भयो भने केही न केही परिवर्तन गर्न सकिन्छ कि भन्ने सोचले चाहिँ अब राजनीतिकमा जानुपर्छ है भनेर चाहिँ सोच भने नभए म उठान समाजमा 2 कार्यकाल चलाएँ, म कुनै सङ्घ संस्थामा खुट्टा हालिनँ, कुनै राजनीतिक झन्डा मैले बोकिनँ, कुनै पार्टीको झन्डा बोकिनँ, किनभनेदेखि मेरो उद्देश्य थियो म पहिला उठान समाजलाई सक्सेस गर्छु, त्यसपछि मात्रै म कुनै बाटो हिँड्छु। त्यसपछि मैले उतातिर सक्सेस गरेँ अनि यतातिर चाहिँ म ल ठिक छ अब यस्तो जनप्रतिनिधि पनि अब बन्यो भने केही न केही त गरौँला नि त। अब तपाईँको अब विभिन्न समस्याहरू अहिले पनि आइरहेको छ, अहिले पनि यसो सरपञ्चहरू अहिले पनि आइराख्दा नि के भन्छ थाहा छ होइन, सुनिन्छ। अब यस्तो यो पुलिस थाना चौकी अदालत हाम्रो काम होइन, सीताको काम हो सीता नजिक जानु त्यसरी भनिदिन्छ क्या। किनकि जो मान्छेसँग बोलिरहेको छ उहाँले मलाई पनि सुनाउनु हुन्छ क्या, मलाई त यस्तो पो भन्नुभयो यतै भएर म तपाईँ नजिक आएको, ल ठिक छ आउनुभयो ओके होइन। अनि उहाँको के समस्या हो सुनिदिने, अनि त्यसपछि अब जाने प्रहरी प्रशासनसँग हुने छ भने उहाँको समस्या त्यहाँ गएर भनिदिने होइन। जस्तै अब न्यायिक समिति छ होइन स्थानीय तहमा, न्यायिक समितिमा भनिदिने, वडामा छ भने वडासँग कुरा गरिहाल्ने होइन। तपाईँको अदालत छ भनेदेखि त वकिलहरू राखेर सल्लाह लिइदिने, त्यति चाहिँ अहिले पनि मेरो निरन्तरतै छ। सहयोग गर्न चाहिँ म पछि हट्दिनँ। एकदम राम्रो कुरो। अनि अबको के छ प्लानिङ? अबको प्लानिङ मिसन 84 त अब आउनुपर्छ नि होइन, किनकि अब मेरो अब उद्देश्य पनि हो अब अलिकति एउटा थारू महिला होइन, यत्रो सङ्घर्ष गर्दाखेरि होइन, यत्रो चुनौतीहरू पार गर्दाखेरि माया त कतै न कतै हाम्रो रामधुनीको जनताहरूलाई त छ नि त। म चाहिँ एकचोटि आउनुपर्छ जस्तो मलाई लागिरहेछ र म सायद यो मिसन 84 मा आउँछु। ठिकै छ। अहिले यो भिडियो हेर्दै हुनुहुन्छ भने हाम्रो दिदीलाई एकदम सहयोग साथ दिनुपर्छ र उहाँलाई चाहिँ 84 मा एकदम ल्याउनै पर्छ भन्ने मेरो अनुरोध सम्पूर्णलाई। ल हस्, धन्यवाद
होइन श्रवण सर लगायत होइन सम्पूर्णमा अब जतिजनाले अब सुनिदिनु भएको छ सुन्नुहुन्छ होइन माया गरिदिनु भएको छ अहिलेसम्म त माया गर्नु नै भएको छ होइन अझ पनि गरिदिनुहुन्छ भने आशा र अपेक्षा पनि लिएकी छु र साथसाथै तपाईँहरूको माया साथ सधैँभरि रहिरहोस् भन्ने चाहिँ म अपेक्षा गरेको छु र यहाँहरूप्रति आभार प्रकट पनि गर्दछु। अब रमाइलो राउन्ड है ल धेरै सोच्न पाइएन होइन अब म जति सोच्छु त्यति। तपाईँको थारू परिकार मध्ये तपाईँलाई मनपर्ने परिकार? मलाई थारू परिकार भन्दा धेरै नै मनपर्ने परिकार चाहिँ मलाई घोङ्गी र गङ्गेटा हो। घोङ्गी र गङ्गेटा काँखोर काँखोर घोङ्गी काँखोर घोङ्गी। राजनीतिक कि व्यवसाय कुन गाह्रो छ? गाह्रो भनेको तपाईँको सबैलाई मिलाएर लानु सके होइन राजनीतिक होइन व्यवसाय भनेको त्यो भनेको आफ्नो दिमागको खेल हो होइन व्यवसायमा अब कस्तो गर्न सकिन्छ व्यवसाय र राजनीतिक उस्तै हो जति तपाईँले दिन सक्नुहुन्छ दुइटै गाह्रो छ जति तपाईँले दिन सक्नुहुन्छ त्यति नै तपाईँलाई। बाल्यकालको कुनै एकदम अविस्मरणीय छन् जसले चाहिँ तपाईँलाई प्रेरणा अहिलेसम्म दिइरहेछ? बाल्यकालमा स्मरणीय छन् भन्नाले पनि जब यहाँ झुम्कामा पसल गर्दै गर्दा होइन झुम्कामा सब्जीको पसल गर्दै गर्दाखेरि ठ्याक्क झुम्केश्वर मन्दिरको अगाडि मेरो सब्जी पसल थियो त्यो पुलको छेउमा होइन त्यतिखेर चाहिँ म लगभग यस्तै 8-9 वर्षको थिएँ बुझ्नुभयो नि। त्यतिखेर गाविसले चाहिँ त्यहाँ नजिकै मेरो पसल छेउमा सब्जी पसल छेउमा टोयलेट बनाउँछु भन्ने सोच बनायो बुझ्नुभयो नि। त्यतिखेर गाविसका होइन त्यतिखेर मलाई त्यति याद पनि छैन को कर्मचारीहरू हुनुहुन्छ बुझ्नुभयो नि यो पसल हटाउनु पर्छ यहाँ हामी टोयलेट बनाउँछौँ भनेर भन्नुभयो। त्यहाँका राजनीतिक दल होइन 2-4टा चाप्लुसी गर्नेहरू आए यहाँ पसल हटाउनु पर्छ भनेपछि मेरो मम्मीले त्यतिखेर जो यहाँ आएर यो पसल हटाउने कुरा गर्यो भने काली जस्तै टाउको समातेर हँसिया लिएर गर्दन काटेर नहरमा मिल्काउँछु भन्ने कुरा म कहिले बिर्सिदिनँ। त्यतिखेर म 8-9 वर्षको थिएँ होइन मेरो मम्मीले चाहिँ त्यसरी भनेको कुरा अहिले पनि म झलझल सम्झिन्छु किनभनेदेखि त्यो पनि तपाईँको राजनीतिक सोचैले त्यति भएको हो क्या राजनीतिक चपेटैमा पारेको क्या किनभनेदेखि पसल धेर चल्थ्यो अनि त्यो सबसे पुरानो पसल सब्जी पसल हाम्रो जगनदास भनेपछि सबले चिन्ने व्यवसाय पनि राजनीतिक गर्न व्यवसायमा पनि राजनीतिक अहिले पनि म माथि भइरहेछ नि तर म त्यति सिरियसली लिदिनँ तर अब त्यतिखेर मेरो मम्मी बाबा पनि होइन त्यसरी सिरियस लिनु भएन होइन अब सिरियस लिनु भएको भए त हुन्थ्यो र पनि जबरजस्ती बनाउनु भयो। हामी त्यो टोयलेटको गन्ध लिएर होइन त्यो टोयलेटको गन्धमा बसेर व्यवसाय गरेर बसेको मान्छे हुँ। ठिक छ आफ्नो जीवनको आदर्श त्यो पीडा म कहिले बिर्सिदिनँ दिदी ल ठिक छ त्यो सर्टकट वाला लङमा होइन। तपाईँको जीवनको आदर्श व्यक्ति? मेरो जीवनको आदर्श व्यक्ति भनेको मेरो बुवा मम्मी। यदि तपाईँसँग यस्तो भगवानले आशीर्वाद दिएर सुपर पावर दिनुभयो भने तपाईँ के गर्नुहुन्थ्यो? मलाई यसरी सुपर पावर दिनुभएको भए सर्वप्रथम त म महिलाहरूलाई नै अलिकति पावरफुल बनाउँथेँ क्या राजनीतिकमा होस् व्यवसायमा होस् होइन महिला उद्यमीमा होस् एकदम इन्जिनियर डाक्टर पाइलट महिलाहरूलाई नै होस् भन्थेँ क्या किनभनेदेखि महिलाहरू अलिकति यताउता भयो भने पुरुषहरू बचिहाल्ने महिलाहरूलाई जतिसुकै गरे पनि नि एक न एकतिर चपेटा पारिहाल्ने क्या हिंसामा त्यसले गर्दाखेरि ल अहिले अब 84 छँदैछ होइन मिसन 84 छँदैछ तर तपाईँलाई चाहिँ एक दिनको लागि अहिलेलाई एक दिनको लागि मेयर बन्न दियो भने तपाईँ के गर्नुहुन्छ? यदि मलाई एक दिनको लागि मेयर बन्न दियो भने सर्वप्रथम चाहिँ म के गर्छु भनेदेखि रामधुनीमा जति अहिले फोहोर व्यवस्थापन छ नि जुन डम्पिङ साइट गरेर अहिले विभिन्न किसिमका त्यहाँबाट कोही प्लास्टिक उड्यो कोही खेतीमा मलाई किसानीहरूले अब त्यहाँ आएर चाहिँ होइन भनौँ न गुनासोहरू पोख्छन् होइन म चाहिँ त्यो मौका दिदिनँ थिएँ त्यसको चाहिँ व्यवस्थित गर्थेँ कुनै ठाउँ कि जग्गा खरिद गरेर हुन्छ कि होइन यो त्यसलाई चाहिँ कुनै एकदम व्यवस्थित तरिकाले त्यो फोहोरहरूलाई गलाउने हो कि होइन काम लाग्ने त्यो मल बन्ने फोहोरहरूलाई मल बनाइदिने हो होइन जो प्लास्टिक प्रदूषण हो भनेदेखि त त्यसलाई बेग्लै तरिकाले के भन्छ ठाउँमा पठाएर चाहिँ त्यसलाई चाहिँ होइन व्यवस्थित चाहिँ गराउँथे होइन
रामधुनी झुम्काको मुटुमा शनि मन्दिर नयाँ अवस्थित छ होइन। त्यहाँ आदिवासी पार्क थियो, आदिवासी पार्क हुँदै पनि त्यहाँ शनि मन्दिर बनाइयो होइन। त्यसपछि झुम्केश्वर मन्दिर त पहिलो पुरानै हो होइन। झुम्का स्थापना जहिले भयो तहिलेदेखिकै छ। त्यसैको अगाडि राँगा सुँगुर सब थोक काटिरहेछ क्या। त्यसले गर्दाखेरि चाहिँ सबसे पहिले चाहिँ व्यवस्थित चाहिँ फोहोर त्यहाँको चाहिँ व्यवस्थित गर्थेँ क्या म। सीता चौधरीलाई डिफाइन गर्दाखेरि कसरी डिफाइन गर्नुहुन्छ? अब सीता चौधरीलाई डिफाइन गर्दाखेरि अब मैले गर्ने हो आफूलाई तपाईँ कसरी चिन्नु भएको छ त्यो कुरा हो नि त। म आफूलाई चाहिँ एउटा महिला हुँ, म एउटा सर्वसाधारण महिला हुँ र म एउटा गृहिणी पनि हुँ, म श्रीमती पनि हुँ, मेरो श्रीमानको श्रीमती, कसैको छोरी हुँ, कसैको बुहारी हुँ होइन। म त्यसरी चिनिरहेको छु र मैले चाहिँ मानव भइसकेपछि मानवले गर्नुपर्ने कर्तव्य चाहिँ सीता चौधरीले गर्नुपर्छ भनेर चाहिँ मेरो सोच। एकदम राम्रो। जीवनलाई चाहिँ तपाईँको जीवनलाई चाहिँ कसरी डिफाइन गर्नुहुन्छ? लाइफलाई लाइफ भनेको मलाई धेरै सहयोग गर्नु मन लाग्छ क्या, सहयोग गरेर। भन्नाले तपाईँको विचारमा चाहिँ जीवन के हो? जीवन भनेको मैले आफ्नो लागि बाँच्नुभन्दा पनि अरूको लागि बाँच्ने हो क्या। एकदम छोटो मिठो। अनि माया भनेको? माया भनेको अब एकअर्काको माया भन्दा पनि होइन, सर्वप्रथम चाहिँ आफूलाई माया गर्नुपर्छ। त्यसपछि आफूलाई माया गर्न सिकेपछि अनि मात्रै आफू बचेन अरूलाई माया गर्ने हो। आफू बच्दै बचेन अरूलाई के माया गर्ने। अन्तिममा के भन्न चाहनुहुन्छ? अन्तिममा सम्पूर्ण जस माया गर्ने सम्पूर्णमा धेरै धेरै धन्यवाद सहित मेरो कुराहरू अब म र अब सरवन सरले गफगाफ गऱ्यौँ होइन। अब यहाँहरूले कति मन पराइदिनुहुन्छ होइन। अझ पनि मलाई थप ऊर्जा हौसला र एउटा महिलालाई यतिको गर्दै गर्दाखेरि अझ पनि सशक्त होस् भन्ने यहाँहरूको सल्लाह सुझावको अपेक्षा गरेको छु। तपाईँहरूले हाम्रो पोडकास्ट हेर्नुभयो होइन, हामी दुईजनाको गफ हेर्नुभयो, अवश्य पनि तपाईँहरूलाई मन पर्यो होला। यदि केही कुरा मन परेको छैन भने कमेन्ट बक्समा है कमेन्ट गर्न सक्नुहुन्छ। विशेष गरेर कमेन्ट गर्दाखेरि अझै केही थप्नुपर्छ कि कार्यक्रममा, अझै मैले केही कसरी प्रोग्राम चलाउनु पर्छ कि भनेर होइन तपाईँहरू कमेन्ट गर्नुहोस्। त्यसमा होइन सुधार्ने नै छु। अझ सीता दिदीको बारेमा केही जान्न इच्छा छ भने त्यसको बारेमा पनि लेख्नु होला कमेन्टमा। पर्सनली उहाँले तपाईँले जवाब दिनुहुनेछ। अनि फेरि पनि अर्को विषय लिएर दिदीसँग फेरि त्यो थानको बारेमा क्या, थानको बारेमा चाहिँ हामी अर्को पोडकास्टमा भेट्नेछौँ है। स्टे हेल्दी, किप स्माइलिङ एन्ड बाई बाई। बाई बाई, नमस्ते।